हेलो अनि नमस्ते गुड मर्निङ ठ्याकुलो शुभ बिहान सबैलाई। आज फेरि पनि हाम्रो सफर चाहिँ अब आज पनि उठेछ। अन्त यहाँ भर्खरै हामी चाहिँ रुमबाट उठेको। अन्त भर्खर मुखसुख पखालहरू पनि लगाइसकेको छ। टाइम पनि कति 7 बजिसकेको छ। अन्त आजको फेरि सफर कस्तो हुनेछ हाम्रो होइन। एक भाइ चाहिँ कपाल काट्दैछ, 3 भाइ छ। अन्त आजको सफर एकदम आज पनि दामी नै हुनेछ। तपाईँहरूलाई देखाउँदैछु, गर्नेछु, हेरिदिनुहोस् होला। अब चाहिँ भने हामी चाहिँ यहाँनिर निस्किनको लागि पनि रेडी भइसकिसकेको छ। यहाँ केटाहरू है जम्मै सामानहरू पनि प्याक भइसकेको छ। अन्त हामी चाहिँ अब रुमको ताला चाहिँ लगाएर चाबी जिम्मा दिने दालाई है। हामी 3 भाइ रेडी भएर पनि हाम्रो ट्रेन चाहिँ कति 10-11 बजीको छ, 11:15 को। अन्त छिटै निस्किनु पर्ने फर्स्ट टाइम हो, त्यही कारण चाहिँ हामी निस्किँदैछौँ। यहाँ लगेजहरू पनि रेडी भएको छ। उयो ताला चाहिँ दिएन, तालाई लगाउनु पर्दैन, ताला मात्रै चुक्को लगाउनु पर्दैन हौ। लग ताला र चाबी दिएन। यहाँ चाहिँ हाम्रो रुम मालिकको दा छ। दा ताला चाबी हुन्छ दा, धन्यवाद। अब चाहिँ भने हामी चाहिँ रोड निस्किएको। अनि यहाँभित्र पस्दैछ है यहाँ 3 भाइ, एकदम दुःख लाग्दो है। यहाँ आफ्नो आफ्नो सामान बोकेर है। अन्त यहाँ पछि चाहिँ लगेज छ नि त, हामी 2 भाइको सामान छ, त्यसले गर्दा सामान बोकेर जाँदैछ। एकदम गरम छ त्यस्तै यहाँनिर चाहिँ। अन्त अब तपाईँहरूलाई देखाउने चाहिँ तल पुग्ने बेलामा एकैचोटि हेर्दै गर्नुहोस् होला। लिफ्ट भएको जग्गामा आइपुगेँ। अन्त हामी 3 भाइ चाहिँ टक्क अब लिफ्टमा जाने होइन। यहाँनिर हुन्छ हिँड्न। दुःख लाग्दो होइन, दुःखसँगले बसिरहेको छ यहाँनिर सबैजना है, हरेस होइन। अन्त हाम्रो चाहिँ ट्रेन पनि आउनु आँटेको छ नि त। यहाँनिर भन्दैछ है नम्बर, ट्रेन नम्बरहरू चाहिँ भन्दैछ। अब आइपुग्नु आँटेको छ अरे। खासमा हाम्रो 11:05 को है। अनि आज चाहिँ अलिक छिटै आउँछ अरे नि त, त्यही कारण हामी निस्किसकेको छ रुमबाट पनि। एकदम सबैजनालाई नै सम्झिँदै है एकदम दुःख लाग्दो भइरहेको छ। यहाँ सोम्बे पनि घरको याद आइरहेको छ होइन। तर पनि के गर्नु, अब जानेको छ, नभएको त हुँदैन। जाँदैछ पछि आउँदाखेरि। अन्त यहाँ सबैजना बसिरहेको छ, हरेस लाग्दो है। के गर्नु तपाईँहरूलाई हेर्दै गर्नुहोस् होला, देखाउने छु। अब ट्रेनमा चढिसकेपछि देखाउने छु एकैचोटि। ट्रेनमा पनि चढिसक्यो, फर्स्ट टाइम होइन ट्रेनमा चढ्नु पनि। एकदम वाला ट्रेनमा चाहिँ चढ्नु पायो। तर पनि अब एकदम हुन्छ नि, अब कस्तो मन चाहिँ दुखिरहेको छ होइन। किन हो तपाईँहरूलाई बाटोमा देखाउँदै गर्नेछु।